दोस्रो एउटा खोसलाई यो 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 म अब म बनाएको अब त्यो अब गरियो अब के नास्ता जाने नास्ता जाने के अब त्यस्तो भनेर हुन्छ तपाईँहरूले तपाईँको त नाच्नु सिकाउन आएको छ त हेलो गाइस वेलकम छ है वेलकम छ मेरो युट्युब च्यानलमा आज पनि मैले नयाँ भिडियो लिएर आइसकेँ आज चाहिँ मेरा प्यारा प्यारा भाइ बहिनीहरूसँग मैले भिडियो लिएर आएको छु सुरुमा अनि आज म यता सुँगुरखोरमा छु र सुँगुरखोर तल हाम्रो कान्छी माइजीको आज भाउरी आएको छु म मोल बोक्ने भनेर हाम्रो ए सबै माइजीको ल ठिक छ सबै नै अस्ति त तपाईँहरूले बोकिदिनु भयो आज म तपाईँहरूको बोकिदिनु भनेर आएको छु ल तपाईँहरू आज के छ त अनि बाउरीलाई के छ व्यवस्था बाख्रा हो हेर्नु त के भन्नुहुन्छ यहाँले यस्तो के हो अनि अब त्यस्तो भनेर हुन्छ तपाईँहरूले अनि बाउरे अलिक धेरै बोलाउनु पर्यो कि यो बाउरे भएन कि यो अब बाउरे यस्ता छन् त अब बोक्छन् कि बोक्दैन यिनीहरूले थाहै छैन के तिमीहरूले बोक्न सक्छौ के बोक्छौ तिमीहरूले मल कि बोरा के बोरा बोक्छौ तिमीहरूले यसले त झन् के बोक्ने हो खै यसले ल अब चाहिँ हामी बारीमा भेटौँला म पनि अब बाउरी आएको मान्छे धेरै भिडियो सिडियो बनाएर लामो चाक्लो कुरा गर्नुहुन्न न त फेरि अलि माइजूहरूले किन के भन्नुहुन्छ ल ठिक छ अब म लाग्छु मल बोक्नतिर अब के गरौँ अब यस्तो बोक्नुपर्छ मोल बोक्या छ मोलले उतै लतार्ने हो कि भन्ने डर पनि छ खस्दै सरी ओ एउटा खसलाई यो 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 म अब म बनाएको अब त्यो अब गरियो अब हेर्नुहोस् त यो रोया रे दोस्रो No, God, please, no! हान्ने मान्छे फेरि यो हान्ने मान्छे हो समीर र निप्पम मर आइटम खेलमा यो हुन्छ किन के हाने त सान्ने तर निप्पम मर आइटम अहिले खेलम बोलाफे हान्ने ल जय दोस्तो कि त आफै रुवा अघि त रुवा त्यस्तो अलि फेरि देऊ त कसले कस्तो गर्छ ल यहाँ भन् के भन् किन बोल के ए त कस्तो देखिन्छ हेर कस्तो देखास् बाजु चोसे मोसे देखास् किन म नास्ता जाने क्या नास्ता जाने के नास्ता जाने क्या भोक लाग्यो नि त मलाई मलाई भोक लागिसक्यो अब काम गरेपछि नास्ता खानु पऱ्यो हो कि न बाबु टुबेर ल ल भन्नुहोस् तपाईँले के खाँदै हुनुहुन्छ हजुर हो भात र के भात र झोल दुध त्यो बिरालोले दिनुहुन्न तपाईँको त नाच्नु सिकाउन आएको छ त हेर्नु त आएको नि देखिन्छ हो तल खाइनस् हो कस्तो हुँदैछ अहिले योबाट ओ रे त भुटुवा बनाउनु भएको है ल म जान्छु अब बिहानको काम चाहिँ सकिसक्यो मोल बोकेर छ चाहिँ बाँकी हेर्नु सक्यो यो अब यहाँ छ
यहाँ छ बाँकी अरू चाहिँ अब दिउँसतिर हामी चाहिँ दिउँसतिर गर्छौँ अब म चाहिँ खाना जान लाग्छु माइजू यहीँ खाम भन्नुहुन्थ्यो म फेरि आज तल सुँगुर मासु छ अब म चाहिँ गइगएँ माइजू अब मेरो बिदाबारी भइसक्यो ल ल म आउँछु अब हजुर ओके अब म चाहिँ खानालाई किनपछि उता हजुर होइन म अब जान लाग्छु माइजू म तल खाना खाएर म 2 बजीतिर आउँछु है तपाईँ सकियो त अब के गर्यो अनि त्यसपछि उता यहाँ पनि छ नि त अब के भन्छ अरे के रहेछ भन्नुहुन्थ्यो म चाहिँ तल आज त्यो छ के अरे सुँगुरको मासु छ हिजो बनाएको अनि दाइले बोलाइरहेको थियो तल गएर होटेलमा गएर टक्क लगाएर बङ्गुरको मासु खाने हो है यस्तो मजाले हानिदिन्छ कि त्यसैले म तल जाँदैछु तल गएपछि म देखाउँछु त्यही ल बाई सुँगुरको मासु छ अनि यता कटहर छ दाल भात मजाले मान्दिनँ होइन तयार जान्दैन अब कटहर दामी भएर छ सुँगुरको मासु वाह भाइ वाह गोसो हुनु गोसो वाह 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 हिजोभन्दा बहुत राम्रो भएको मलाई आन्न भनेन र भात इलिट भात बजाएको थियो हेर्नुहोस् भाइ इलिट भात इलिट दाल बजाएको थियो दाइले मासुको तिर राख्यो ठिक छ हिजोभन्दा कम रहेछ भात चाहिँ उयो भात म आन्न भने पो मासु राखिदिएको दाल भात म राखिदिन्छु हुन्छ हुन्छ कटहरको तर मिठो वाह वाह done मासु दामी
बगिरहेको थिएँ र म बग्दा बग्दै मैले त्यहाँ सकेर पनि आज चाहिँ म काठमाडौँ आइसकेँ। काठमाडौँ म मेरै रुममा मेरै मायालुसँग छु। अनि त्यसपछि आज चाहिँ मेरो माइलीले मेरो नङ हेरेर छि कति घिनाम्रो भनेर त्यसपछि उसले चाहिँ म नङ काटिदिन्छु भनेर भने। अब चाहिँ हेरौँ नङ कस्तो काट्दो रहेछ उसले। के भन्छ यसलाई यार, के भन्दै थियो कि फेरिङ गरिदिनु। यस्तो खुट्टा गर्न आयो मैले नमै काट्नु नसकेर लास्टमा आफै काट्दैछु। जुत्ता लगाएर अहिलेसम्म खुट्टा पनि धोएन। यस्तो फोरी यता हेर एकपटक फोरी मान्छे यता हेर। अनि म त साथै बुझ्ले फोरी कमसेकम मान्छे जुत्ता लगाएर डाँगाबाट यहाँ आइसकेपछि खुट्टा त कमसेकम धुन्छन् नि। अर्को नम्बर टिका छ क्या पिम्पल निस्कि पनि खान्छ। पिम्पल पनि कम्ता छैन मेरोमा। छैन मतलब म त घर लगेर हराइस अहिले हान्छ। अहिले यहाँ अर्को नयाँ ल्याएन हान्छस् के गर्ने भन्। ए भ्लगर भए पछाडि अहिलेको त रियाक्ट हुन्छ। म मात्रै बोलिरहेको छु यार, मान्छे पनि के भन्ला नि। जाम किन लगाउनु के पहिला यस्तो घिना खुट्टा लगाएर काम गर्नु। 1,000,000,000,000,000,000 zillion dillion cotillion times later. पहिला रातको 6 बजिसक्यो अनि हामीले खानासाना पनि खाइसक्यौँ। अनि अघि हामीले अब भिडियो पनि बनाउन सकेनौँ किनभने चाहिँ थकाइ लागेको थियो। म त्यसपछि पल्टेको अहिले चाहिँ रात पऱ्यो होला। अब तपाईँको यो भिडियो एडिट गर्दा गर्दै त्यो गर्दा गर्दै अनि त्यसपछि अब पछि हेर्छौँ त इन त भएको छैन त्यसैले इन गर्न लाग्यो। ल तपाईँहरूले मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि तपाईँहरूलाई धन्यवाद। अनि यति भन्दै मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु ल। बाई बाई। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।